गाइज गुड मर्निङ सबैलाई। त अहिले घरि चाहिँ एउटा विशेष चर्चा छ फेसबुक। जतै गयो फेसबुक, यतै गयो फेसबुक, उतै गयो फेसबुक। हो पनि फेसबुकले चर्चामा गर्ने कारण पनि छ, किनकि अहिले युट्युबले भन्दा फेसबुकले अर्निङ ज्यादा दिइरहेछ। जति युट्युबले दिन्छ त्यो भन्दा 1% ज्यादा अर्निङ फेसबुकले दिइरहेछ। कसैसँग बात गरौ, अब पहिला हुन्थ्यो के सब्जी खाइयो, भात पाको पाकेन, सन्चो छ छैन, हैन। आजकल सबसे मेन ट्रेन्ड को फर्स्ट टाइम सोध्ने नै कन्टेन्ट मोनेटाइजेसन टुल भेट्यो कि भेटिएन। जहीँ पनि जोइसँग बात गर्दा पनि पहिलो नम्बरमा आउँछ हजुरले कन्टेन्ट मोनेटाइजेसन टुल भेट्नुभयो कि भेट्नु भएन, हो कि हैन। त प्राय भागले पहिलाको स्टेपमा कन्टेन्ट मोनेटाइजेसन टुल भेटे, हैन, तिनीहरुको अलिअलि अर्निङ हुँदैछ। लेकिन अब फिलहाल बहुत पहिलाको भन्दा बेसी ज्यादा कष्ट गर्नुपर्छ सोशल मिडियामा काम गर्नको लागि। नम्बर 1 कुरो, बहुत सोच सम्झेर कन्टेन्ट बनाएर हाल्नुपर्छ। गलत कन्टेन्ट हाल्न हुँदैन र एक अर्कालाई कमेन्ट गर्नुपर्छ, फलो गर्नुपर्छ, भिडियोलाई शेयर गर्नुपर्छ र आफ्नो कन्टेन्ट पनि बहुत दह्रो गतिलो कन्टेन्ट बनाउनुपर्छ। रहे फेसबुकले राम्रो अर्निङ दिन्छ। कोशिश गर्नु सबैजना, राम्रो कोशिश गर्नु, राम्रो कन्टेन्ट बनाउनु। फेसबुकले पक्कै तपाईहरुलाई सक्सेस गराउँछ। किनकि युट्युब भन्दा फेसबुक चर्चित भएको छ अहिले। चर्चित हुने कारण पनि हो किनभने फेसबुकले युट्युबले भन्दा पनि बेसी अर्निङ दिँदैछ। त्यसको लागि सबैजना मिलेर एकसाथ जुटेर एक अर्कालाई सहायता गरेर आगे बढ्नु होला। र यो भिडियोमा जसले कमेन्ट गर्छ र आफ्नो कमेन्ट गरेर आफ्नो नाम मेन्सन गर्नु होला। म सबैलाई 1K इन्भाइट सेन्ड गर्नेवाला छु। जति सक्दो त्यति कमेन्ट गर्नु होला, जति सक्दो त्यति भिडियोलाई शेयर जरुर गर्नु होला। म सबैलाई सपोर्ट गर्नेछु, जति मेरो क्यापासिटी छ म त्यति तपाईलाई सपोर्ट गर्नेछु। र यही भन्दै तपाईलाई म यो भिडियो बनाएको, भिडियो राम्रो लाग्यो, भिडियो जानकारी लाग्यो भने फलो जरुर गर्नु होला। र अहिलेको लागि बाइ। ल अघिल्लो दिन तपाईहरुलाई हमेशा म सपोर्ट गर्नेवाला छु। फलोको लागि होस् या स्टारको लागि होस् या फेसबुक ग्रोथको लागि होस्, मेरो फेसबुकमा जोडिनु होला सबैजना। र लाइक, कमेन्ट, शेयर, फलो जरुर गर्नु होला। अहिलेको लागि सबैसँग बाइ बाइ। जय हिन्द।